पर बाइक पल्टेको छ अरे हौ बाउले बाइक तल खोल्चीमा झरेको देखेको छ अरे क्या अनि कसको बाइक हो अहिले लग्यो कि लगेन हेर्नु जाऊँ न रेली त नि बाउले भन्दै थियो क्या त्यो बाइकको टर्निङ छ नि त्यहाँ पर त्यहाँदेखि झरेको छ अरे क्या बाइक उ त केरा घारीमा केमा अड्किरहेछ अरे कि मान्छेहरू चाहिँ कोही थिएन अरे क्या हेरेको अरे हिँड्न त्यहाँ के कस्तो छ हेर्नु म त अहिले पो आएको होइन अहिले आएको बुवाले त्यहाँ बाइक लडिरहेको छ भन्दै थियो क्या लगेको छैन अरे क्या तल्लो झरिरहेको छ अरे क्या बाइक परिलो छ बाटो पनि कहाँ सबिन दाइले झुक्काएर लिएको जस्तो छ होइन बाइक पल्ट्यो भन्दै पल्टेको छ अरे झरेको छ अरे क्या बाइक कता भन्यो नि एकछिनै आइज त यहाँ तल क्या ए ऊ त्यहाँ कसरी पल्टायो अब ठिङ्ग उभिरहेछ त बाइक त मान्छे चाहिँ केही भएर हेर्छ यहाँदेखि झरेको रहेछ सोर हेर ल गाइस बाइक चाहिँ उहाँ छ ऊ ए बाइक त पुरानो रहेछ है मोडिफाइड चाहिँ बाइक यहाँदेखि यो पिच रोड बाटो हो यहाँदेखि सोरेर झरेको रहेछ ऊ तल सिधै बाइक त त्यहाँ छ होइन अब मान्छे चाहिँ थाहा भएन यो अलिक दिउँसै घटना होला ए टर्निङका स्पिडमा थियो होला क्या है सोरिएर झरेको छ नि बाइक चाहिँ पुरानो रहेछ होइन त नयाँ भएको नि है नयाँ भएको नजिक गएर हेर्छौँ गाइस दर्शक पनि बाइक चाहिँ टक्क होइन लडेको रहेछ तर उठाइ राखेको रहेछ उठाएर राखेको रहेछ सायद मान्छेहरू घर गयो होला बढी नै हिरो जान्ने भएर होला यो बाइक चाहिँ हेर्नु सक्नुहुन्छ बाइक चाहिँ यही हो हाम्रो घर छेउको बाटोदेखि लडिझरेको औडा रहेछ बाइक त ब्रेक लागेन होला सायद यस्तो बाइक रहेछ ब्रेक नलागेको होला त्यही भएर पेट्रोल चाहिँ थुप्रै नै रहेछ उता ह्यान्डल घुमाइदिएन अर्कोपट्टि त्यस मान्छे चाहिँ ठिकै होला भन्ने आशा गर्छु केही भएन होला त्यति चाहिँ यहाँ माथिदेखि सोरेर झरेको रहेछ यस्तो उयोले हल्का बाटो होला झाझा छ नि त अनि हेरोसेरो होला अनि अब भोलि लाने कुरा भयो होला ओ को मोबाइल नभए ओ ए जी दचुकेस यता अब यहाँ भनेको चाहिँ कुन ठाउँ हो भने यो चाहिँ धरान तर यो ठाउँ चाहिँ ठ्याक्क कहाँ भने धरान तल सर्दे पुलदेखि सिधै माथि आएर सुँगुर फार्मको नुना फार्मको यो टर्निङ हो यहाँ टर्निङबाट झरेको रहेछ ठिक छ भोलि आएर लान्छ होला हामी छोडिदिउँ हामी घर गयौँ मान्छे ठिकै होला यसरी बाइक चलाउनु हुँदैन खाइरहेको थियो के गरिरहेको थियो होइन होइन खुसी भाइ यत्रो ठुलो टर्निङ छ कसरी काट्नु सकेन युवा केटाहरू थियो होला हामी जस्तै यत्रो ठुलो टर्निङ चाहिँ कसरी काट्नु सकेन ठिक छ अब बाइक पनि पुरानो रहेछ ब्रेक फेल भयो होला त्यही भएर ल हामी चाहिँ घर फर्किन्छौँ हामीलाई कसले ढुङ्गा हानेर तर को हो अगाडि चाहिँ हामी चाहिँ घरतिरै फर्केको